अस्ट्रेलियामा आएर यत्रो ठुलो आफू नै छिर्ने भर्याङ लगाएर भाडा मान्ने बाँच्नुपर्ने जत्रो पट माझ्दाखेरि त जिन्दगीको पीडा त त्यहाँ देखेँ नि त मैले। मलाई अस्ट्रेलियामा भाडा माझ्दै निकाल्यो। पहिलोचोटि अस्ट्रेलिया आउँदा पहिलो काम जापानिज रेस्टुरेन्टमा भाडा माझ्ने। अनि कालो प्यान्ट सेतो सर्ट लगाएर म कलेजपछि काममा पुगेँ। एउटा दाइले काम लगाइदिनु भएको थियो। जीवनमा कहिल्यै भाडा माझेको छैन रेस्टुरेन्टमा, त्यो पनि घरमा त माझिएन नेपालमा, अब रेस्टुरेन्टमा माझ्ने त कुरै पनि थिएन होइन। अनि गएँ, अब काम चाहिएको छ, कलेज बितिर्नु छ, भविष्य बनाउनु छ, सपना बुन्नु छ होइन। आफ्नो मात्रै सपना छैन, परिवारको आशा छ, भरोसा छ, सबै छ नि त। अब दुःख त गर्नु पऱ्यो। हात कलिला हातहरू छन् होइन। 19 वर्षको केटो अस्ट्रेलिया आएको। अनि धेरै मान्छे चिनेको पनि थिएन त्यतिखेर। अनि गएँ जापानिज रेस्टुरेन्ट गएको, एकदम होइन अब नयाँ लाग्यो सबै कुराहरू अफकोर्स होइन। अनि जापानिजहरू इङ्ग्लिस खासै नबोल्ने, किचनमा एकदम मजाले म्युजिक घन्काएर बसिरहेको रहेछ। मलाई सरसर्ती देखायो, यो भाँडा यहाँ माझ्नुपर्छ, हाल्नुपर्छ भनेर होइन। अनि एकचोटि डिसवासरमा हालेँ। अनि सिङ्क हेरेको, तपाईँको सिङ्क चाहिँ एउटा आफू मेरो हात पुरै डुब्ने सिङ्कमा पानी हालिरहेको रहेछ होइन, पुरै हात डुब्ने। अब त्यो बाउला, सर्टको बाउला माथि सार्दा पनि आधा सर्टको बाउला त भिजिहाल्यो। ग्लोभ्स पनि थिएन। अब ग्लोभ्स युज गर्नुपर्छ भन्ने पनि थाहा भएन। र एउटा पट दियो यो माझ भनेर। अनि मलाई लाग्यो अब पट हेरेको पित कालो, त्यो कालो त फाल्नु पऱ्यो, माझ भन्छ माझ्नै पऱ्यो। अनि म चाहिँ मजाले भाँडा डिसवासरमा हालेर छोडिदिएँ एकचोटि। अनि त्यो कालो गरेको पित गोटे अनि जालीले गएन, चम्चाले गोटेँ, चम्चाले गएन, कटलरीले गोटेँ होइन। कोतारे लास्टमा 1 घन्टा जति घोटेछु यो पट। 1 घन्टा घोटिसकेपछि मलाई सेफले आएर गाली गर्यो, भाडा खोइ भन्यो। छैन, घोटिरहेको छु पट होइन। अनि त्यसपछि बहुत गाली गर्यो। आई निड प्यान भन्यो होइन, आई निड प्लेट्सहरू भन्यो। सबै आएर फोहोरहरू स्ट्याक गरेको छ होइन। अनि अब प्लेटबाट त्यो फुडहरू पनि, वेस्ट फुडहरू पनि फाल्नु पऱ्यो। केही पनि गरेको छैन, सबै जस्ताको तस्तै चाहिँ एउटा पट घोटेँ। 1 घन्टा जति घोटेछु मैले घोट्न चाहिँ होइन। अनि घोटेपछि उयो साह्रै रिसायो। अनि त्यसपछि आफै आएर भाँडा 2-4 प्यानहरू माझेर लग्यो। अनि फेरि यो गर भन्यो। अनि मैले फेरि पटलाई साइडमा राखेँ। अनि बाँकी काम गरेँ। अनि बेलुका घर जाने बेला के भन्छ, त्यो दिन काम गरेको अलिकति पैसा दियो, अनि भोलिदेखि नआइज भन्यो मलाई। अनि लाग्यो मैले पट त लामै घोटेछु, कालो पित गरेको कामबाट फायर। जीवनको पहिलो काम अस्ट्रेलियाको, त्यो पनि पहिलो दिने फायर। अब यो लेसन चाहिँ मैले के सिकेँ भने, अब अहिले आएर बुझ्छु नि त, त्यतिखेर त लागेन होइन। रुनु मन लाग्यो, काम पनि पाएन, पाएको काम पनि गयो। मैले नेपालमा कहिले भाँडा माझेको भए पो आमाले खाना पकाएर दिने, आमाले भाँडा माझ्ने, आमालाई पनि भन्ने अब यस्तो भएन उस्तो भएन कम्प्लेन गर्ने एउटा कलिलो केटा। अस्ट्रेलियामा आएर यत्रो ठुलो आफू नै छिर्ने भर्याङ लगाएर भाँडा मान्ने बाँच्नुपर्ने जत्रो पट माझ्दाखेरि त जिन्दगीको पीडा त त्यहाँ देखेँ नि त मैले। हात सबै भिजेर होइन, त्यो पानीले सेतो भएको, यता कोतरेको होइन। अब कहिल्यै दुःख नगरेको केटो, रुनु मन लाग्यो। घरमा आएर मजाले रोएँ सम्झेर। तर अहिले आएर थाहा भयो, यो सङ्घर्षका सिँढीहरू थिए मेरो लागि, सङ्घर्षका बाटाहरू थिए। त्यसैले त म आज यहाँ छु। त्यही सङ्घर्षका सिँढीहरूले त म यो ठाउँमा छु आज। त्यही भएर दुःख गर्न नडराउनुहोस्। हरेक फेलियरबाट जीवनले नयाँ पाठ सिकाउने रहेछ।